मैले चाहिँ हिजोको दिनमा चाहिँ यो प्याकेटको यो जति पनि स्न्याक्सहरू छ है यो चाहिँ मैले लक्चुबाट जहाँ चाहिँ त्यो गाडीहरूलाई पानीहरू हालेर कुल डाउन गर्छ नि कालिम्पोङबाट फर्किँदा त्यो फर्स्टको होइन अलिक माथि लास्टको टुप्पोमा जाँदा चाहिँ त्यहाँनिर चाहिँ मैले चाहिँ यो चिया खाने जग्गामा चाहिँ यो किनेको थिएँ मैले त्यहाँको फोटो पनि खिच्नु पर्दैछ त्यहाँको दोकाने पनि एकदमै रुड खालके अलिक आन्टीहरू बस्नु हुँदो रहेछ कि अन्त यो चाहिँ बबिता स्वीट शपले बनाउनु भएको रहेछ फसाइ पनि रहेछ तर यसमा चाहिँ एक्सपायरी म्यानुफ्याक्चर डेटै छैन रहेछ मोबाइल नम्बर पनि रहेछ हेर्नुहोस् अब यो त तपाईँहरूको गल्ती होइन जसले पनि यो म्यानुफ्याक्चर गर्नुभएको छ यो तपाईँहरूको गल्ती होइन तर तपाईँहरूको यहाँ के गल्ती छ भन्दा तपाईँले यहाँ म्यानुफ्याक्चर र एक्सपायरी डेट लेखिदिनुहोस् त्यो दोकानेले हेर्नुहोस् त यस्तो यो सामानहरू सबै बिग्रिने जस्तो प्याकेट खोले जस्तै गनाउने हिजो मैले अझै त्यो पापड जस्तो चिप्स पनि किनेको थिएँ त्यो त झन् सुँग्नै नसक्ने अहिले चिया खाएर यो चाहिँ राम्रै होला खम भनेको यो पनि बिग्रेको यत्रो सामान बिग्रेको यो पनि त्यस्तै होला नि अब यो सबै फ्याँक्नु पर्यो 60 रुपियाँमा किनेको यो 60 2 प्याकेट अन्त यो निम्कीको 50 रुपियाँ अरे हो ए निम्की अरे यो बटारेको 50 रुपियाँ अरे अन्त यो सबै पैसा पनि खेरो गयो साइडै यस्तो खालके यसरी कहिलेको चिजहरू बेचेर त यसरी हाम्रो हाइजिनसँग खेलवाड हुँदैछ तपाईँले म्यानुफ्याक्चर एक्सपायर डेट पनि राखिदिनुहोस् र जुन चाहिँ दोकानबाट किनेको थियो त्यो दोकानको आन्टीहरू हुनुहुन्थ्यो बिहेभियर पनि एकदमै रुड खालके कफी खाएको थिएँ कफी पनि 2 घुटकीमा सकिने 30 रुपियाँ अरे एकदमै महँगो र बिहेभियर पनि एकदम रुड भएको त्यही माथि त्यस्तो दोकानमा यस्तो सर्डेको आइटम्सहरू बेच्दा रहेछ है अनि तपाईँले चाहिँ यो म्यानुफ्याक्चर एक्सपायरी डेट लेखेर मात्रै तपाईँले चाहिँ यो उयो गर्नुहोस् है यो सामानहरू बेचिदिनुहोस् अब तपाईँहरूको गल्ती त म भन्दिनँ अब तपाईँहरूले मजाले बनाएर यसो दुःख गरेर हाल्नुहुन्छ हो अब यसमा चाहिँ म्यानुफ्याक्चरहरू लेख्नु बिर्सिनु भएको थियो के हो अब यो त तेलको चिज हो छिटै बिग्रिन्छ होइन अन्त हेर्नुहोस् त यत्रो सामानहरू